Hello and welcome to our first episode of Between Sips and Stories. I'm your host Geeta Gurung And I'm your co-host Anusha. and I would like to welcome you all to our very first episode. And we have some very special guests in our first episode today. अनि हाम्रो ब्याचमा चाहिँ उहाँहरू चाहिँ हाम्रो ब्याचको 3 तारा भनेर चाहिँ एकदमै फेमस हुनुहुन्छ अनि अब उहाँहरूको इन्ट्रोडक्सनबाटै सुरु गर्नुपर्छ. First Tara, second Tara, third Tara, हाम्रो 3 Tara. हेलो आई एम गणेश पासवान मेरो घर चाहिँ वीरगञ्ज. हेलो एभ्रिवान मेरो नाम चाहिँ अम्बादी थापा मेरो घर चाहिँ बुटवल. Hello guys, myself Muhammad Kalimulanan and I am from Lahan. First and foremost question तिमीहरू तीनजनालाई नै why nursing कसले भन्छ? एन्सर भन्नु नि यार फर्स्ट क्वेशन हो यार. किनभने यो क्वेसन जहाँसम्म लाग्छ मलाई बिपी छिरे देखेको होइन अहिलेसम्म फोटोसम्मको जहाँसुकै जाओस् होइन वार्डमा होस् कि बाटोमा होस् कि सुरुदेखिको नै क्वेसन भनेको भाइ किन नर्सिङ पढ्न आयो भनेर चाहिँ सोधे जस्तो लाग्छ होइन जहाँ पनि. त्यही भएर यो चाहिँ एकदमै यसको आन्सर चाहिँ टिप अफ द टङै हुनुपर्छ जस्तो लाग्छ है अब चाहिँ. वाइ नर्सिङ मेरो लागि भन्दाखेरि चाहिँ म पहिल्यैबाट मेडिकलै पढ्छु भनेर चाहिँ बसेको थिएँ बस्न चाहिँ. तर इन बिट्विन चाहिँ त्यो सुरुमा अरूमा भएन त्यही भएर मैले बिएससी नै जोइन गरेको थिएँ प्योर साइन्समा. त्यो चाहिँ पढेँ 1 वर्ष फर्स्ट इयर कम्प्लिट नै गरेर बसिरहेको थिएँ. तर बिचमा मनै लागेन. 5 इयर 10 इयर्स कहाँ देख्छु भन्दाखेरि चाहिँ आफूलाई त्यो क्लियर नै भएन. त्यसैले चाहिँ त्योभन्दा चाहिँ मेडिकलै कुनै न कुनै पढ्छु भने अनि त्यति बेला चाहिँ नर्सिङमा ठ्याक्क नाम निस्क्यो अनि ठिकै छ यही भयो भने चाहिँ पढ्छु भनेर चाहिँ आएको म चाहिँ. मेरो चाहिँ त्यही नै छ बिहाइन्ड द स्टोरी. मेरो के छ भन्दाखेरि नि म पनि मेडिकल फिल्ड नै पढ्छु भनेर म सोचेको थियो पहिलादेखि. अनि सीको इन्ट्रान्स दिँदाखेरि त्यसमा राम्रै र्याङ्क आएको थियो. अनि म कहिले सोचेको थिएन कि म नर्सिङ पढ्छु भनेर क्या मेडिकल फिल्ड पढ्छु भनेर त्यस्तो सोच्थ्यो. तर के भयो स्कलरसिपमा नाम आइदियो पछि क्या एमबिबिएस नपाएर बिडिएस नपाएर स्कलरसिपमा नर्सिङमा नाम आइदियो. त्यही भएर सोचेँ अब विदेशको लागि राम्रै हुन्छ भनेर अलिकति यस्तो पैसा पछि राम्रो कमाउँछ भनेर मोटिभेट भएर म जोइन गरेँ हो. अब गणेश अब मैले नर्सिङ किन पढेको भन्दाखेरि मैले त खासमा यस्तो सुरुमा नर्सिङ पढ्छु यस्तो गर्छु मैले केही सोचेकै थिएन. खासमा पहिला काठमाडौँ बसिरहेको थिएँ. अब इन्ट्रान्स पनि यस्तो ख्यालमै दिएको खासमा भन्दाखेरि अनि नाम आइदियो क्या. अनि नाम आएपछि यस्तो नर्सिङमा स्कलरसिपमा आयो अनि सोचेँ कि एकचोटि एडमिसन गर्छु अनि फेरि इन्ट्रान्स दिन्छु क्या एमबिएसको लागि खासमा. अनि यता एडमिसन भएपछि नमिल्ने रहेछ. सुरुमा यस्तो नराम्रो पनि लागेको थियो तर अहिले चाहिँ धेरै राम्रो छ. मेरो रिजन त्यही नै हो. म त स्कलरसिप पाएर यता पढेको. अब अहिले चाहिँ राम्रै छ. अनि अब यस्तो नेपालमा चाहिँ अब मेल नर्स भनेको अब त्यो लाइक रेयरै हो नि त. अनि अब सुरुमा अब नर्सिङ पढ्छु भन्दाखेरि चाहिँ फ्यामिलीबाट चाहिँ कस्तो रियाक्सन्स या सपोर्टहरू कस्तो थियो एकजनाले यसो. अब फ्यामिलीबाट सपोर्ट भन्दा नि मेन यस्तो थियो क्या स्कलरसिप जहाँ पायो त्यही पढिदिनु हो क्या त्यस्तो सिद्धान्त थियो सिधै. अनि फ्यामिलीबाट अब यता स्कलरसिप पाइहाल्यो भने फ्यामिली त खुसी भइहाल्नु नै भयो. त्यस्तो केही अप्ठ्यारो भएन. अनि यस्तो सुरुमा चाहिँ अलिकति कन्सेप्ट यस्तो हुन्थ्यो कि अब केटाहरू पढ्दैन भनेर नर्सिङ केटीहरू मात्र पढ्छ भनेर त्यस्तो खालको कन्सेप्ट थियो. अनि फ्यामिलीमा पनि त्यस्तै खालको थियो. तर पछि हामी जोइन भएर यस्तो यस्तो पनि काम गर्नुपर्छ बेसिक सबैलाई पढ्नुपर्छ सबै कुरा सबैलाई पढ्नुपर्छ सबै मेडिकल फिल्डमा पढ्नुपर्छ भनेर. अनि पछि थाहा पाएर यस्तो यस्तो फ्यामिलीमा भन्दाखेरि नि कस्तो खुसी लाग्यो क्या. त्यस्तो केही छैन राम्रै भयो. अब मेरो फ्यामिलीको रियाक्सन भन्दाखेरि अब मेरो फ्यामिलीमा यस्तो प्रायः धेरै पढेकै पनि हुन्न. मतलब प्रायः 10 भन्दा कमै हुनुहुन्छ क्या. उहाँहरू के को लागि खुसी हुनु भन्दाखेरि केटा मेरो पढ्दैछ क्या मेरो छोरा पढ्दैछ जे पढे पनि मेडिकल लाइफ पढ्दैछ अरे यसमै धेरै खुसी हुनुहुन्छ. जे भयो नि मेडिकल लाइन इज इम्पोर्टेन्ट हैन. अब नेक्स्ट क्वेसन चाहिँ मेल नर्स प्रति चाहिँ मान्छेहरूको धारणा के छ जस्तो लाग्छ विदिन यति इयर्सहरूसम्ममा हुन्छ नि सुन्यो होला देख्यो होला भोग्यो होला होइन के छ जस्तो लाग्छ. सुरुमा चाहिँ हामी एज अ स्टुडेन्ट वार्ड जाँदा चाहिँ सुरुमा चाहिँ डक्टर भनेरै बोलाउनुहुन्थ्यो. कन्फ्युज भएर नि होला सायद होइन. अनि त्यसपछि होइन हामी त नर्स हो भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ सधैँ फर्स्ट क्वेसन के हुन्छ केटा पनि नर्स पढ्छ र भन्ने चाहिँ आइरहेको हुन्थ्यो. तर थ्रु आउट द पोस्टिङ थाहा हुँदै गएपछि चाहिँ उहाँहरूले पनि एक्सेप्टेड चाहिँ हुनुहुन्थ्यो. त्यो चाहिँ हामीले उहाँप्रति थ्याङ्कफुल नै छौँ. त्यस्तै गरी अर्को भनेको चाहिँ उहाँहरूले चाहिँ पछि गएर चाहिँ केटा पनि हुन चाहिँ पढ्थ्यो पहिल्यैबाट तर किन बन्द भएको थाहा छैन त्यस्तो कुरा चाहिँ आइरहेको हुन्थ्यो.
हाम्रो टिचर्सहरू त हुनुहुन्छ नि त हाम्रो टिचर्सहरू फर्स्ट ब्याच हुनुहुन्छ होइन फर्स्ट ब्याच नर्सिङको जस्तै अब हामी फर्स्ट इयरदेखि नै हाम्रो अब क्लिनिकल पोस्टिङहरू भइरहेको हुन्छ होइन अनि त्यो पोस्टिङहरू हुँदै गर्दाखेरि चाहिँ तिमीले अब मेल स्टुडेन्ट नर्स भएर चाहिँ लाइक छुट्टै एउटा ट्रिटमेन्ट जस्तो या फिर अब छुट्टै एक्सपिरियन्स चाहिँ रहेको छ तिम्रो जस्तो एक्सपिरियन्स चाहिँ भन्दाखेरि त्यो त धेरै नै छ जस्तै कि अब जता वार्डतिर भए पनि अलि हामी केटाहरूलाई अलि कन्सिडर गर्नुहुन्छ के जस्तै कि अब जस्तै केयरहरू भयो या भाइटल साइनहरू भयो त्यो लिनको लागि त्यो मतलब जे कामहरू जुन हुन्छ नि वार्डको जस्तै कि जेनरल वार्ड भयो या त आइसियुतिर पनि अलि हुन्छ नि त्यो प्रायोरिटाइज गर्नुहुन्छ कि केटाहरू हल्का फोकस त्यस्तो मतलब हल्का कन्सिडर गर्नुहुन्छ क्या अनि यस्तो हुन्छ नि हल्का इन्ट्रेस्ट देखाउनुहुन्छ मतलब बुझ्नको लागि जस्तै कि नर्सिङ किन पढेको के गइरहेछ यस्तो यस्तो मतलब हुन्छ नि त्यो त भइरहेको हुन्छ मेल स्टुडेन्ट नर्स भएर अब तिमीले लाइक फर्स्ट इयरदेखि फोर्थ इयरसम्मको जुन एक्सपिरियन्स भयो नि तिम्रो पोस्टिङहरूमा त्यसमा तिम्रो केही अरू अनुभवहरू छ भने सेयर गरिदेऊ न अब एक्सपिरियन्स भन्दाखेरि जुन ठाउँमा काम गर्न गयो त्यो ठाउँमा सबभन्दा पहिला क्वेसन एराइज हुनु भनेको त्यही हो किन नर्स पढ्न आयो फर्स्ट इयरदेखि फोर्थ इयरसम्मै हो क्या त्यो क्वेसन होइन अनि त्यो क्वेसनको हामी एन्सर दिँदै गरेको छौँ अहिलेसम्म अहिले पनि तिमीहरूले पनि त्यही सोधिने टङ्ग हुनुपर्छ किन पढ्यो भनेर त्यस्तो हो अनि एक्सपिरियन्स भन्दाखेरि के हो जस्तो अब गर्ल्स साथीहरू पनि हुन्छ नि त त्यहाँ काम गर्दाखेरि अनि मेन चाहिँ अब बोइजहरू हुन्छ मेन टार्गेट हुन्छ कि जस्तो भाइ यो गरिदेऊ न होइन बहिनी भन्दा नि भाइहरूलाई के मेन भाइ यो गरिदेऊ भाइ यो गरिदेऊ त्यो गरिदेऊ त्यस्तो खालको अलिकति बडी प्रायोरिटाइज गर्ने रहेछ वार्डहरूमा अनि अरू के छ भन्दाखेरि वार्डहरूमा जस्तो काम सेम त्यही फिल्डमा काम गर्दाखेरि अब जुन एउटा ऊ हुन्छ नि त कम्युनिकेसन च्यानल जस्तो हुन्छ क्या कम्युनिकल च्यानल अब अरू ठाउँमा पनि केही कुरा गर्नु पर्यो डिपार्टमेन्टसँग केही कुरा गर्नु अथवा केही गर्नु पर्यो भने मेन फोकस चाहिँ बोइजले नै दिन्छ क्या एक्स्ट्रा केही काम गर्नको लागि त्यस्तो खालको रेडी दिनुहुन्छ तिमीले भने नि जे कुराको लागि नि भाइ यो गरिदिइहाल यो गरिदिइहाल सबै अहिले त्यो चाहिँ तिमीलाई खुसीवाला हुन्छ नि मोटिभेटिङवाला पार्ट लाग्छ कि होइन यदिले मलाई मात्र किन भनिरहेको छ म मात्र छैन यहाँ केटीहरू पनि त छ वाला फिल हुन्थ्यो होइन यो त्यस्तो खालको त कहिले फिल भएन कि अब बोइज भएर यस्तो हो क्या अलिकति कन्सेप्ट हुन्छ मान्छे केटा मान्छे भनेर अलिकति त्यो स्ट्रङ हुन्छ भनेर गर्न सक्छ भनेर अलिकति सबैलाई यो कन्सेप्चुअल हुन्छ त्यही भएर हामीले भनेको भने हामी इजिली एक्सेप्ट गरेको कुरालाई अनि हामी गर्थ्यौँ भने त्यस्तो केही उस्तो डिस्क्रिमिनेसन टाइप हामी गर्थेनौँ होइन मिलेर नै गर्थ्यौँ अनि जुन चाहिँ मबाट हुन्थ्यो भने जस्तो हामी केटाबाट बडी जुन प्रायोरिटाइज गरेर चाहिँ हामीले राखेको हुन्थ्यो नि त त्यो हामी चाहिँ गर्छौँ त्यस्तो केही छैन हामी केटीहरू पनि गर्न सक्छौँ सबै थोक गर्न सक्छौँ त्यस्तो अब चाहिँ हामी कलेज हाम्रो जुन नर्सिङ स्कुलको सेक्सनतिर लाग्दैछौँ अब चाहिँ सबभन्दा पहिला चाहिँ म केमा सुरु गर्न चाहेँ भन्दाखेरि चाहिँ हाम्रो नर्सिङ कलेजको जुन फर्स्ट डे थियो त्यो चाहिँ कस्तो रह्यो भनेर चाहिँ म गणेश सोध्न चाहन्छु नर्सिङ डेको फर्स्ट कलेज त्यो त पुरा हुन्छ नि त फर्स्ट डे एट नर्सिङ कलेज भन्दाखेरि पुरा त हुन्छ नि त्यो एक्सपेक्टेसन भर्सेस रियालिटी के त्यो सुरुमा सोचेको थियो त्यो मेडिकल कलेज बिपीको झन् कति ठुलो नाम छ अनि आउँदाखेरि कलेज यत्रो सानो के त्यो पुरा घर टाइपको के हाम्रो कलेज चाहिँ सुरुमा आउँदाखेरि मतलब अहिले पनि त त्यस्तै छ अनि त्यो क्लासमा पनि अब कसैले अब नचिनेको चिनेको एकजना मात्रै थियो यम थियो अरूसँग अनि पुरा यो त होस्टेलको माहौल पनि अर्कै थियो कि अनि कोहीसँग इन्ट्रेक्सन पनि थिएन क्लासमा हुन भनेको जुन बेन्च पार्टनर थियो केटाहरू 3 जना मात्र थियो त्यो पनि लास्टमा बसेको ढाका टोपी लगाएर कपाल पुरा जिरोमा हानेर अनि क्लासमा पनि यस्तो हुन्छ नि त्यो सरले सोद्धाखेरि अहिलेसम्म पनि बोल्दिनँ तर त्यो पुरा सुनेरै बस्ने के क्वेसनहरू सोध्छ नि नसोध्ने न कोहीसँग बोल्ने त्यस्तै हल्का अजिब टाइपको एक्सपिरियन्स थियो मेरो अरूको एक्सपिरियन्स मलाई याद भएको भनेको चाहिँ त्यही ओरिएन्टेसन भएको चाहिँ याद छ जसमा चाहिँ डिपार्टमेन्टमा जाएँ फेरि सबले नाम सोधाएको छ फेरि अर्को आयो नाम सोधाएको छ फर्स्ट त त्यति नै भएको थियो अनि ड्युटी बारे पनि सल र अलिअलि चाहिँ भनिदिनु भएको थियो तर त्यति साह्रो चाहिँ याद छैन क्लियरली चाहिँ याद छैन मलाई मेरो एक्सपिरियन्स भन्दाखेरि के छ सुरुमा आउँदाखेरि अब नर्सिङ कलेजको कुरा गर्दाखेरि होइन कलेजमा ओरिएन्टेसनको दिन सबभन्दा पछाडि हामी 3 जना केटा बसेको थियौँ अनि म चाहिँ एकअर्काले हामी 3 जना कसैले चिनेको थिएन त्यति राम्रोसँग अनि हेरेर बसेको थियौँ सबैजना ढाका टोपी टक्लामा थियौँ हामी अनि अरू चाहिँ
अरू चाहिँ त्यति याद पनि छैन अरू अरू एक्स्ट्रा कुराहरू केही याद छैन त्यति बेलाको अनि यस्तो थियो आउँदाखेरि त झन् म कति पातलो थिएँ क्या ओ माय गॉड अलि साह्रै मोटाको तिमी 54 केजी थिएँ अहिले चाहिँ 72 73 छु जिम इफेक्ट जिम होइन 20 सुतेर के जिम भएर कहाँ छ फ्याट आउँछ भाइ ला फिटनेस फ्रिकले फेरि फ्याट Fitness freak ले याद गर्न हालिसक्यो। जति छैन जोस एमडी र यम चाहिँ बोल्थ्यो गणेशलाई चाहिँ बोलाउन एकदमै गाह्रो पर्यो कि इभन सेकेन्ड इयरको पनि उसलाई बोलाएरै कोटाएरै बोल्नु पर्थ्यो कि ऊ बोल्दै बोल्दैन ऊ त्यो झ्यालको कुनामा झ्यालपट्टि कुनामा उता के अरे लिची गार्डन हेर्दै बसिरहेको थियो हामीसँग बोल्दैन यति बोलाइ पोस्टिङहरू हुँदै गएपछि इन्ट्रोडक्सन भयो त्यसपछि बल्ल अलि झामिन थालेको नत्र सुरुमा त लास्ट इन्ट्रोभर्टेड मान्छे हो लाइक आउट अफ 3 चाहिँ गणेश चाहिँ लास्ट इन्ट्रोभर्टेड लाग्यो मलाई चाहिँ होइन मेरो मेन्टालिटी त्यस्तो थियो के अब सुरुमा त म आफूले एक्सेप्ट गर्न सकिरहेको थिएँ आज मेल नर्स न त उता यहाँबाट जान सकिरहेको थिएँ क्या अब न यता न उता बिचमा थिएँ कि अब के गर्नु नगर्नु जे छ त्यसमा कन्टिन्यू गरिरहेको थिएँ क्या त्यस टाइपको भएको थियो यमले के भन्नु लाग्यो मेरो फर्स्ट इन्ट्रोडक्सन भनेको चाहिँ दाइ आउनु भएको थियो रुममा अनि भोलि चाहिँ के अरे सबै ओरिएन्टेसन प्रोग्राम चाहिँ थाहा छ होला नि सब तिम्रो जिम्मा सब केटीहरूलाई इन्फर्म गर्ने तिम्रो ब्याचको सबैलाई इन्फर्म गर्ने भनेर भनिदिनु भयो कसैलाई चिनेकै थिएन मैले अनि त्यसपछि लिस्ट खोज्न गएँ बिपी क्याचेस नर्सिङ भनेर आयो कसको आयो कङ्ग्रेचुलेसन होला पोस्टहरू हेऱ्यो सुरुमा पासाङको आयो पासाङकोलाई म्यासेज गरेँ अनि पासाङको रिप्लाई आएन त्यसपछि फेरि खोज्दै डोनिसा देखेँ होइन अनि डोनिसालाई चाहिँ रिप्लाई गरेको अनि उसले चाहिँ धन्न लकिरी चाहिँ रिप्लाई गर्यो उसले अनि मैले भनिदिएँ हाम्रो ब्याचको मैले चिन्दैन कि अनि को छ अनि ओरिएन्टेसनको लागि भनिदियो होला मैले दाइले भन्नुभएको छ सबै हुनु पऱ्यो अरे भनेर चाहिँ यो चाहिँ मलाई याद छ क्लियरली ओरिएन्टेसनको अघिल्लो दिन चाहिँ गाइस त्यो मन्दिरवाला मिट याद छ तिमीहरूलाई माय गॉड मान्नु पर्छ दिदीलाई यार त्यतिखेर त्यो लगभग हाम्रो फर्स्ट मिट नै थियो होला क्या, त्यतिखेर चाहिँ यी बल्ल केटाहरू होइन छ हाम्रोमा भनेर। लाइक अफिसियली मिट भएको त्यतिखेर चाहिँ यिनीहरू भेट भएको नै त्यतिखेर हो तर हामी फेस पनि याद छैन मलाई मतलब याद हुन्छ छैन। नि मलाई हामी यति याद छ तब कि यस्तै- यम र गणेश दिदीको पछाडि थियो कि अनि त्यसपछि हो दिदी हो मलाई यो याद हो छ। दिदी भन्ने चाहिँ एकदमै त्यो याद छ क्लासमा चाहिँ त्यो पछि भेटेको सेकेन्ड टाइम चाहिँ त्यतिखेर भेट्यो अडीमा ओरिएन्टेसनमा त अब को न को त्यतिखेर चिन्दैन ओके क्लासकै कुरा भइरहेको छैन क्लासेस कस्तो लाग्यो होइन अनि हार्डेस्ट सब्जेक्ट अनि इजिएस्ट सब्जेक्ट पनि हार्डेस्ट त बेसिक नै थियो होला अब इजिएस्ट भनेको चाहिँ बेसिक नर्सिङ कन्सेप्ट स्किल चाहिँ आफूले प्र्याक्टिकलमा बेस भएको कारणले त्यो चाहिँ अलिक सजिलो नै थियो हार्डेस्ट भनेको त त्यही बेसिक नै थियो सबभन्दा बढी सुरुमा फर्स्ट इयरमा हुँदाखेरि बेसिक नै हार्ड लागेको थियो अनि अरू त सब ठिकै छ त्यस्तो त्यही गाह्रो अरू छैन नर्मलै हो अब कुरा एड गर्न चाहिँ हाम्रो एकचोटि चाहिँ बिहेभियर पनि एकदमै हार्डेस्ट भएको थियो त्यो ए, त्यो incident नै छुट्टै छ। सबैको कालो नै म चाहिँ पढेर गएको थिएँ त्यो इक्जाम चाहिँ भयो अनि तर त्यो टाइममा म्याक्सिमम कालो आएको नै त्यतिखेर त्यो सब्जेक्टमा म्याक्सिमम थियो त्यो टाइममा चाहिँ त्यो एउटा मैले नोट consider बनाएर पढेर गएको थिएँ त्यतिखेर अनि अब यो 4 वर्षको जुन क्लिनिकल पोस्टिङ जुन भयो नि हाम्रो त्यो टाइममा कुनै एउटा यस्तो इम्बारेसिङ मोमेन्ट या फन्नी मोमेन्ट केही छ त्यो केही छ भने चाहिँ यस्तो सेयर गरिदिनु छ मेरो त थर्ड इयरको के भन्छ सुरुदेखि नै हल्का रिग्रेट भइरहेको थियो होइन थर्ड इयरमा नि होइन सोच्छु न फर्स्ट इयरमा रिग्रेट भइरहेको थियो होइन सेकेन्ड इयरमा अलिअलि ठिक भएको थियो अनि थर्ड इयरको जुन थर्ड इयरमा के हुन्छ गाइने र पिडिया पोस्टिङ मात्र हुन्छ के अनि थर्ड इयरको जुन फर्स्ट पोस्टिङ थियो नि लेबर रुमको थियो के फर्स्ट डेमै लेबर रुम थियो अनि फर्स्ट डेमै त्यो के भन्छ त्यो पिपी गर्न लाग्यो के त्यो मतलब अब यता न उता भयो क्या अब त्यो लास्ट टाइम मलाई अर्कै फिल भएको थियो कि मतलब कि गइदिउँ के यहाँबाट एब्सेन्टै भइदिउँ कि छोडिदिउँ भनेर के लास्टै इम्बेरेस भएको थियो त्यो टाइममा कसरी मोटिभेट भयो कसरी बस्यो के गर्यो? त्यो दिन के भयो भन्दाखेरि मलाई हल्का त्यस्तो भयो भने मलाई धेरै पसिना आउँछ के हो धेरै पसिना आउँछ ग्लभ्सलाई पनि पसिना आउँछ के अनि दिदीले भन्नुभएको थियो दिदीले त्यहाँ लेबर पनि लिडर हुनुहुन्छ के मतलब काउन्सिलिङ गर्नुभएको थियो कि त्यस्तो नभन फिर नभन हामी पनि पढेको सरहरू हाम्रो सरहरू पनि यहीबाट मतलब पढ्नु भएको हो त्यस्तो होइन धेरै राम्रो छ अरे पछि गएर धेरै राम्रो हुन्छ भनेर त्यस्तो गर्नुभएको थियो मैले बिस्तारै अब एक्सेप्ट गरेँ अब अहिले त राम्रो छ धेरै राम्रो छ नर्सिङ मैले भन्नु पर्दाखेरि चाहिँ उसले थर्ड इयरमा एक्सपोज भयो भने चाहिँ मेरो चाहिँ दिदीहरूको क्लिनिकल टिचिङ थियो अनि हाम्रो फर्स्ट डे अफ पोस्टिङमै क्यारेक्टर केयर देखाउन आउनुभयो अनि त्यति बेला चाहिँ एकजना साथी पनि ढल्यो ढल्नलाई त्यो चाहिँ भएको थियो अनि त्यति बेला के भयो भन्दाखेरि चाहिँ केयर भनेपछि जसलाई पनि गर्नुपर्ने रहेछ त्यो चाहिँ कन्सेप्ट चाहिँ आएको थियो अलिअलि तिमीहरू तिनजना नै ल कुन वार्ड एकदम रमाइलो खालको लाग्यो पोस्टिङ हुन्छ नि एकदम मेमोरेबल लागिरहेको छ अहिलेसम्म पनि मलाई याद आइरहेको छ त्यो वार्ड किन पनि है
मलाई त इमर्जेन्सी सबभन्दा रमाइलो लागेको हो अहिलेसम्म। अनि त्यसपछि आइसियु पनि राम्रो लागेको हो। किन लागेको भन्दाखेरि इमर्जेन्सीमा मतलब डिफ्रेन्ट टाइप्स अफ केसहरू आउँछ क्या, अनि त्यहाँ ह्यान्डल गर्ने कसरी गर्ने होइन, इमिडिएट म्यानेजमेन्ट कसरी गर्ने त्यो कुराहरूलाई अलिकति बढी फोकस हुन्छ नि त, अरूमा त हुँदैन त्यस्तो खालको। अनि त्योमा अलिकति बढी एक्टिभ भइन्छ क्या आफै। अनि त्यसले गर्दाखेरि मलाई त्यस्तो मनपर्छ क्या, कन्टिन्यू इन्गेज हुनु मलाई मनपर्छ, त्यही भएर मलाई इमर्जेन्सी धेरै नै मन पर्यो। त्यस्तै गरी अब आइसियुमा पनि क्या, आइसियुमा पनि अब आयो आफ्नो ठ्याक्क रुटिन हुन्छ, सेड्युल हुन्छ, त्यो केयर गर्यो। अनि त्यसपछि चाहिँ आफ्नो जुन काम छ डेली वर्क चाहिँ त्यो गर्यो, हुँदै हुँदै चाहिँ टाइम कतिखेर बिच थाहा नै लाग्दैन क्या अरू वारभन्दा। त्यही भएर मलाई इमर्जेन्सी र आइसियु चाहिँ राम्रो लागेको। भनेपछि खाली भन्दा बरु बिजी नै भएर चाहिँ आफ्नो पोस्टिङ बितेको चाहिँ रमाइलो लाग्दो रहेछ हो भनेपछि। त्यस्तो त्यस्तो मनपर्छ क्या मलाई। यम मेरो रमाइलो पोस्टिङ भनेको त किचन नै होला सबैको। ओभरअल सम्झिनु पर्दा चाहिँ ओ त्यो चाहिँ ओभरअल किचन राम्रो नै थियो होइन। अब गयो खाना पकायो खायो त्यही नै भइरहेको थियो काम त्यहाँ चाहिँ। त्यो चाहिँ रमाइलो थियो एकदमै। हामीसँगै थिए म दृश्यहरू चाहिँ थियौँ अनि त्यसपछि रोजा पनि थियो, हामी 4 जना थियौँ। त्यस्तै गरेर लर्निङको हिसाबमा चाहिँ आइसियु पोस्टिङ चाहिँ एकदमै राम्रो लागेको थियो, किनकि ओभरअल केयर हुन्छ नि जुन हाम्रो वार्डमा छुटिरहेको हुन्छ त्यो चाहिँ हाम्रो आइसियुमा देखिरहेको थियो। त्यही भएर चाहिँ त्यो चाहिँ लर्निङको हिसाबमा चाहिँ त्यो थियो, एक्चुअल नर्सिङ केयर चाहिँ त्यहाँ देख्न पायो। धेरै त्यो प्रोसिजर्सहरू पनि जुन वार्डमा डायग्नोसिस नहुने पनि चाहिँ यहीँ डिफ्रेन्ट देख्नु डिफ्रेन्टहरू हुन्छ नि भयो त। त्यस्तै गरेर। अनि फर द कन्टेक्स्ट किचन भन्नाले चाहिँ हाम्रो फर्स्ट इयरमा चाहिँ हाम्रो 1 विकको लागि चाहिँ किचन पोस्टिङ हुन्छ, न्युट्रिसन एन्ड डायटेटिक्सको अन्तर्गत रहेर चाहिँ यहाँ चाहिँ लाइक हस्पिटल डायटदेखि लिएर सबै कुरा त्यो लर्निङको लागि नै हाम्रो चाहिँ 1 विक चाहिँ पोस्टिङ हुन्छ। अनि त्यो टाइममा चाहिँ हामीले रमाइलो गऱ्यो भन्न खोजेको हामीले चाहिँ पकाएर। गणेश ल मेरो रमाइलो पोस्टिङ, मेरो पनि रमाइलो पोस्टिङ आइसियु नै हो। तर यो सेकेन्ड इयरमा पनि आइसियु हुन्छ, अब फोर्थ इयरमा पनि हुन्छ कि। यो फोर्थ इयरवाला चाहिँ धेरै मतलब रमाइलो लाग्यो। अब यो केयरको पार्टले होइन, जस्तै कि दिदीहरू छ नि, अहिले फोर्थ इयरमा आइसियु पोस्ट हुँदाखेरि मैले धेरै नै ऊ हुन्छ नि कन्सिडर के, आफ्नो जति आफ्नो 3-4 जनाको पोस्टिङ हुन्छ नि 5 जनाको, त्यो सबभन्दा बढी अल्का हुन्छ नि त्यो प्रायोरिटी दियो क्या। मतलब जस्तै कि म मतलब इङ्ग्लिस गर्छु भनिरहेको थिएँ नि, त्यो आइसियुमा त्यो सबले इङ्ग्लिस मतलब पढ्नु भएको क्या। यस्तो बोलाएर यस्तो हुन्छ नि त्यो हल्का इन्ट्रेस्ट देखाउने कि मतलब खासमा रमाइलो भनेको जहाँ जुन माहौल छ त्यो मतलब रमाइलो भएपछि बल्ल मतलब रमाइलो आउँछ क्या। त्यो दिदीहरू पुरा हुन्छ नि बोलाएर पनि सिकाउने अनि त्यो सोध्ने के, यस्तो इन्ट्रेस्ट मतलब देखाउँछ नि जिज्ञासा आफूप्रति। अनि मलाई धेरै नै खुसी लाग्छ क्या। अनि यो मोमेन्ट चाहिँ अलि अरू अरू मतलब अरू वार्डमा पनि हुन्छ, तर योभन्दा आइसियुमा अलिक धेरै नै अलिक खुसी लाग्यो। त्यही भएर अलिक रमाइलो भयो, दिदीहरू अलिक ऊ भएर कोअपरेटिभ र सिकाउने खालको भएर। तिम्रो फ्युचर गोलसँग चाहिँ आइसियु पोस्टिङ चाहिँ धेरै अलाइनमेन्ट भएको जस्तो चाहिँ भेटायो तिमीले भनेपछि। म पछि विदेश गएर काम गर्नु भनेको आइसियुमै हो। यतिको फ्युचर प्लान चाहिँ हुनुपर्छ चाहिँ। होप सो बाटोमा ठोकिम हामीलाई हाइलाइट चाहिँ गर्नु है फेरि। हाम्रो यो 4 इयरको जुन नर्सिङको जर्नी भयो यसमा सबभन्दा बेस्ट मेमोरी चाहिँ के रह्यो? फोर्थ इयरमा होइन, जस यो 4 इयरको जुन टाइम पिरियड हाम्रो बिपीमा बितायो नि त, बेस्ट मेमोरी चाहिँ के रह्यो? बेस्ट मेमोरी भनेको चाहिँ हाम्रो जुन फर्स्ट इयरमा गएको थियौँ हामीले के भन्छ ब्याच पार्टी नै भनौँ, ब्याच पेपर हुन्छ नर्सिङको ब्याच पार्टी, त्यो चाहिँ एकदम बेस्ट मोमेन्ट थियो। क्लाउड 9मा चाहिँ त्यो क्लाउड 9 चाहिँ नरहे पनि त्यो मेमोरी चाहिँ अझै पनि रहेको छ। त्यही नै मलाई पनि सबभन्दा बेस्ट त त्यही लागेको थियो, पार्टी नै लागेको थियो। जुन हामी नर्सिङले आफैले आफ्नो ब्याचमेट गरेको थियौँ पार्टी क्लाउड 9मा, त्यो राम्रो लागेको थियो। अनि अरू एक्स्ट्रा भन्दाखेरि मलाई एउटा सबभन्दा बढी मेमोरेबल चाहिँ फर्स्ट बिडिसीको चाहिँ पार्टीमा चाहिँ रमाइलो लागेको थियो क्या। बिडिसी भनेर चाहिँ ब्लड डोनेसन कमिटी हाम्रो यो जुन गबाटामा चाहिँ यस्तो छ, ब्लड डोनेसन कमिटी भन्ने एउटा हामी चाहिँ स्टुडेन्टले बनाएको हौँ र यसले गर्दाखेरि जुन ब्लडहरू चाहिँ के एरेन्ज गर्नु पर्यो होइन, त्यस्तो आपतकालीन अवस्थामा चाहिँ हामीले चाहिँ स्टुडेन्टैहरूबाट चाहिँ डोनेट गर्छौँ अनि चाहिँ हेल्प गर्छौँ पेसेन्टहरू भिजिटरहरूलाई। अनि के अरे बिडिसीको पार्टी एकदम मेमोरेबल भयो भनिरहेको छ बीपी कैचेस पार्टीहरू। आप समझ रहे हो ना क्यों मेमोरेबल है बिडिसीको पार्टी? अरू क्लबहरूको हुँदैन नि त बिडिसीको। मलाई सबभन्दा राम्रो लागेको मेमोरेबल भनेको हाम्रो रिजनल पार्टी। हामी जब 2 वर्ष अगाडि 2000 कति साल अगाडिको कुरा? हामीले जब अर्गनाइज गरेको थियौँ नि त्यो टाइमको पार्टी, त्यो किन भन्दाखेरि जस्तै कि
अब हामी अब म अब तराईको भएपछि त्यति मलाई नेपाली पनि बोल्न आउँदैन जस्तो कि अहिले बोलेको पनि सुन्दाखेरि टोन फरक छ अब माहौल पनि हाम्रो रिजनलमा पुरा भाइबल आउँछ कि हाम्रो हाम्रो आफ्नो वाला माहौल भएपछि हल्का ऊ पनि हुन्छ नि भित्रबाट जिज्ञासा अलिक गर्ने भनेर सेकेन्ड अहिले अस्तिको रिजनलमा म के सुनाएको थिएँ कि अनि पुरा हुन्छ नि गणेश साथी हो कि अनि पुरा यस्तो भित्रैबाट हुन्छ नि त्यो अलि घर फिलिङ घरवाला फिलिङ आयो त्यस्तो के रमाइलो भएको थियो त्यस्तो खुसी लाग्थ्यो धेरै अस्ति अस्ति हामी नमस्ते झर्ना घुम्न गएको ओ एकदम 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 त्यो त एकदम त्यो 8 हप्ताको पेडियाट्रिक पोस्टिङ प्लस एक्जामको 1 हप्ताको त्यो स्ट्रेस पछिको जुन डोपामिन हामीले झर्नामा एक्सपिरियन्स गर्यौँ त्यो चाहिँ एकदमै मेरो पनि हाइलाइटै हो त्यो चाहिँ लेट्स मुभ टुवर्ड्स मोर फन सेक्सन ओके ल क्वेसन सोध्छु ल हु विल बी अ स्ट्रिक्ट नर्स पछि गएपछि हाम्रो ब्याच ओके हाम्रो यति मध्ये चाहिँ नर्स चाहिँ एकदमै आइडियल नर्सको जुन क्यारेक्टरिस्टिक्स चाहिँ छ ओके होइन तर एज अ ब्याचमा चाहिँ हाम्रो अरू साथीहरू मध्ये चाहिँ अरूको छ लाइक स्ट्रिक्ट नर्स हुन्छ नि स्ट्रिक्ट चाहिँ कता कति म पनि हुन्छ जस्तो लाग्छ तर हुन त तर अरू भन्दा फेरि सलोमित भयो भने सलोमित नै स्ट्रिक्ट हुन्छ जस्तो लाग्छ घरिघरि चाहिँ उसलाई चाहिँ हामीले वार्ड इन्चार्ज भनेर जिस्काइरहेको नि हुन्छ ऊ चाहिँ एकदम सुइटेबल वार्ड इन्चार्ज हुन्छ नि त्यो चाहिँ। वार्ड इन्चार्ज भन्दा नि सलोमितले चाहिँ म भोलिपछि फ्युचर मेट्रोनको उसमा चाहिँ देख्छु क्लिनिकल लाइनमा चाहिँ लाइक सबभन्दा आइडियल चाहिँ मलाई सलोमितै लाग्छ हाम्रो ब्याचबाट चाहिँ स्टिक को लाग्छ भन्दाखेरि मलाई त यमै लाग्छ मलाई पनि हो किनभने हामी अब अहिले 4th इयरमा रिसर्चको काम गर्दाखेरि पनि नि केही हुन्छ नि हामीले त दिन्छ जावन त्यो मतलब उसले बदला लिन्छ नि कि केही गर्यो भने उसले बदला लिएर नै छोड्छ कि यतिकै छोड्दैन के ऊ बदला चाहे कोही होस् रिभेन्ज लिन्छ नि एनी हो त्यस्तो खालको उसको नेचर हो रिभेन्ज म्यान भन्दै त यम इज भेरी गुड म्यान ल यिनीहरू दुईटा भएर यमलाई गरेको मात्र यम इज भेरी गुड म्यान गुड म्यान होइन राम्रो म्यानै हो गुड म्यान होइन राम्रो म्यान हो कि होइन हो त्यही त गुड म्यान होइन राम्रो म्यान हो तर के हो भन्दाखेरि नि ओभरै स्टिक हो क्या स्टिकमा क्या राम्रो त राम्रो हो तर स्टिक भन्दा हुनुमा भन्दा पोजिटिभ सेन्स आउँछ क्या नेगेटिभ सेन्स मात्र आउँदैन क्या जस्तो कि अब केही कुराको लागि पनि मतलब स्टिक हुनु भनेको अब एउटा लर्निङको प्रोसेस हो क्या सिकाउनु हो क्या अब केही कुरा तिमी मानेनौ भने त उसले त भनिहाल्छ क्या छोड्दै छोड्दैन भन्नको लागि होइन हाँसिरहेको छ गुड क्वालिटी अफ टिचर त्यो भनेर चाहिँ होइन त्यो चाहिँ म रेसनल चाहिँ खोजिरहेको हुन्छु तिमीले यो भनिरहेको छ भने त वाइ किन भनिरहेको छ त्यसको जस्टिफाई गरेन तर यति 4th इयरसम्म आउँदा चाहिँ के भयो भने 1st इयरसम्म हुँदा चाहिँ एक अर्काको कुरा नसुन्ने हुन्थ्यो नि 4th इयरसम्म चाहिँ सुनेर बुझेर ल डिसिजनमा चाहिँ गयो रिसर्चको चाहिँ त्यो चाहिँ सिकाएको थियो टिचर भन्दा पनि मेबी हुनसक्छ किनकि आई डोन्ट सी के भन्छ अरे फ्युचरमा चाहिँ बेड साइडतिर चाहिँ लङ टर्म देख्दैनौ नर्सिङ रिलेटेड केही पनि छैन त्यो हाम्रो ब्याचमा चाहिँ लाइक हु इज मोस्ट लाइकली टु गेट म्यारिड फर्स्ट अफकोर्स एमडी कलिमुला भेरी सुन एमडी को प्लान एकदमै हामीले थाहा पाइसकेको सकेको भोलिपल्टै हुन नि भेट छैन तर गेट प्रिपेयर्ड सबैले कपडा किनेर राख्नु होला हाम्रो ब्याचको साथीहरु हामी त रेडी छौं है अब जोक पनि जाने तर अहिले भन्नाले हुन्छ तर हेरौँ कसको पहिला हुन्छ थाहै लाग्दैन त हुन सक्छ गणेशको पनि नेभर नो गणेश पनि हुन सक्छ त्यो सेकेन्ड इयरबाट एकदमै गुड क्यान्डिडेट प्रिपेयर छ गणेश पनि लाइफ हैज डिफरेंट प्लान्स फर यु गणेश भन्नुपर्छ खासमा चाहिँ यो कि अनप्रेडिक्टेबल हो के अब हामी जस्तै कि जे पनि प्लान गर्छौं नि त्यो लाइफ चाहिँ जस्तो त्यो सोचेको जस्तो केही पनि हुँदैन जस्तै कि अब अस्ति महावीर पुन सरले पनि भनेको थियो नि तिमी के सोच्छौ के भइदिन्छ के त्यो चाहिँ यो लाइफको एउटा उ नै हो के सिद्धान्त नै हो हामी यो भन्छौं तर के हुन्छ त्यो समयले नै बताउँछ सो जस्ट बी प्रिपेयर्ड फर एभ्रिथिङ जति सक्यो त्यति गर्ने हो अब जे छ त्यो देखिन्छ जिन्दगी यस्तै हो फ्रम गणेश मोटिभेसन गणेश हाम्रो ब्याचमा चाहिँ को एकदम छिटो को एकदम रुन्छ जाँदाखेरि चाहिँ सबभन्दा लाइक पहिला रुने चाहिँ को हुन्छ जस्तो लाग्छ मेरो हिसाबमा चाहिँ युनिसा र सन्ध्या निरौला चाहिँ जस्तो लागिरहेको छ अरु चाहिँ थाहा छैन
हुनसक्छ त्यो मोस्ट प्रोबेबल, तर अरू चाहिँ युनिसा पनि सी इज भेरी सेन्सिटिभ। युनिसा पनि हो, युनिसा र सन्ध्या मलाई पनि त्यस्तो लाग्दैछ। अब जस्तो अब तिमीहरू अब खासै रुँदैन भनौँ नि, लाइक अब यो 4 वर्षको पोस्टिङमा चाहिँ अब पेसेन्टसँग इन्टरेक्सन गर्दै गर्दाखेरि चाहिँ कुनै यस्तो एउटा मोमेन्ट चाहिँ जब चाहिँ एकदम हुन्छ नि अलि हार्ट टचिङ मोमेन्ट खालको यस्तो के भएको थियो त्यतिखेर? किनभने अब त्यो प्रोफेसनल उसमा गर्दै गर्दाखेरि अब कुनै त अब प्रोफेसनल र पर्सनलमा पनि गइन्छ नि त, अनि कुनै यस्तो पेसेन्ट छ जो चाहिँ तिमीले लाइक सधैँभरि याद गरेर बस्छौ, त्यो पेसेन्टको बारेमा केही छ? त्यस्तो त कति धेरै छ क्या, त्यो हरेक मतलब वार्डमा धेरै, प्रायः जस्तो धेरै वार्डमा त्यस्तो छ। तर एउटा चाहिँ मलाई अति नै मतलब ऊ छ क्या, अब त्यसलाई नेगेटिभ सेन्समा पनि लिन सक्दैनौँ। के हो भन्दाखेरि लेबर रुममा नि एउटा पहिला उसलाई नि 2टा मेल बच्चा मात्र थियो क्या होइन, थर्ड पनि उसलाई लाग्यो फिमेल छ भनेर, उसलाई थाहा पनि थिएन क्या। अनि त्यसपछि उसलाई लाग्यो कि मतलब फिमेल हुन्छ तर पनि मेल भइदियो क्या। अनि त्यो मान्छे कस्तो रुँदै थियो नि, यस्तो रुएको हेर्दाखेरि आफूले यस्तो फिल भएको थियो, त्यो दिन त म कहिले बिर्सिँदैन क्या। त्यो मान्छेको एउटा तब पनि एउटा त्यस्तो त गर्नुहुन्न होइन, खुसी हुन्छ, तर अब भगवान्ले उपरवाला अल्लाह तालाले जे दिन्छ त्यहीले हामीले एक्सेप्ट गर्नुपर्छ नि त, त्यो नेचर हो। तर बेचारा उसको बुवा के मेन यसको बुवा यस्तो रुएको थियो, पुरै मतलब भुइँमा लड्ने गरी रुएको थियो सबै फ्यामिलीहरू। अनि कस्तो नराम्रो लागेको थियो, नराम्रो भन्दा नि अर्कै फिल भएको थियो क्या, त्यो याद छ मलाई। मेरो हिसाबमा चाहिँ इआर पोस्टिङ, आइसी पोस्टिङ चाहिँ युजली त्यो इन्सिडेन्टहरू हामीले देखिरहेको हुन्छौँ। त्यति बेला चाहिँ घरिघरि चाहिँ नरमाइलो लाग्थ्यो। फर्स्ट इयर सेकेन्ड इयरमा त अझै ओभरवेल्मिङ नै भइन्थ्यो, किनकि त्यो एक्सपो चाहिँ भइरहेको हुँदैन, त्यही भएर चाहिँ। तर पछि पोस्टिङ हुँदै गर्दा चाहिँ यसलाई चाहिँ हामीले नर्मली नै लिन थाल्यौँ, किनकि त्यो ओभर रियाक्सन दिएर नि खासै हामीले त हुन्छ इम्प्याथी चाहिँ आउँछ नै, तर के भन्छ डिसेन्सिटाइज चाहिँ दिस इज युजुअल भनेर चाहिँ लाग्छ पछि चाहिँ, त्यही नै हो। अरू त मैले अहिलेसम्म कुनै पेसेन्टलाई धेरै सम्झेको भन्दाखेरि एउटा साइकेट्रीको पेसेन्ट हुन्थ्यो, मलाई अहिलेसम्म पनि मेसेज गएर हुन्छ क्या। त्यो सुरुमा उसँग इन्ट्रेक्सन हुँदाखेरि त्यो मलाई धेरै धेरै मतलब उ गर्थ्यो गाली, धेरै नै गाली गर्थ्यो, कसै त्यस्तो रहेछ जेमा पनि मेरो नाम लगाएर गाली गर्थ्यो। धेरै गाली गर्थ्यो क्या। अनि पछि अलि बिस्तारै कम भयो, अहिलेसम्म पनि अहिले मतलब ठिक छ, अहिले धेरै मतलब राम्रो भइसकेको छ, पसल चलाइरहेको छ। त्यो सरमा चाहिँ मेसेज के गएर हुन्छ के दबाईहरूको बारेमा, त्यो अहिले ठिक छ। मलाई एउटा इन्सिडेन्ट चाहिँ याद आयो सेकेन्ड इयरको, जुन हाम्रो कर्मचारीहरूको चाहिँ हडताल भइरहेको थियो। त्यति बेला चाहिँ एउटा बिरामी आउनु भएको थियो, सिबिएको अपरेसन गरेर होइन, स्ट्रोकको अपरेसन भनौँ। उहाँ चाहिँ अनि छोराहरू हुनुहुन्थ्यो, 2टा छोरा, र छोराले चाहिँ सबै आफैले नै केयर दिने, त्यस्तै गरेर जिसिएस पनि आफै हेर्थ्यो, जुन चाहिँ हाम्रो कन्सियस लेभल छ कि छैन भनेर चाहिँ हेरेर हुन्थ्यो। जुन चाहिँ हामी चाहिँ युजली अघिल्लो जुन हाम्रो अघि दिन्थ्यो त्यति बेला चाहिँ नर्मली नै थियो, अनि खुसी पनि भइरहेको थियो, जिसिएस इम्प्रुभ भएको छ, त्यस्तै गरी ज्वरो पनि कम भइरहेछ भन्दाखेरि चाहिँ। अनि भोलिपल्ट हामी ड्युटी जाँदा चाहिँ डेथ भनेर चाहिँ भन्दाखेरि चाहिँ कस्तो नरमाइलो लाग्यो, त्यति बेला चाहिँ एकदमै नरमाइलो लागेको थियो, किनकि उसले केयर गरेको इम्प्रुभ गरेको हुन्थ्यो। अनि उहाँ बुवा चाहिँ लगभग 18-19 वर्षपछि चाहिँ बल्ल फर्स्ट टाइम नेपाल आउनु भएको थियो। अनि आएको भोलिपल्ट सपोज एक हप्ता विदिन 1 विक नै स्ट्रोक भएको थियो, त्यही भएर चाहिँ त्यो चाहिँ एकदमै नरमाइलो लाग्यो। छेड चाहिँ त्यही थियो। अनि साथसाथै अर्को भनेको त्यति बेला चाहिँ त्यही कर्मचारीहरूको हडतालले गर्दा पनि त्यो जुन हाम्रो डेड बडी थियो त्यो यताउता सम्हाल्न पनि टाइम लागेको थियो कि, किनकि लेटर लेख के गर भएर चाहिँ त्यति बेला चाहिँ नरमाइलो नै लाग्यो। एउटा मलाई नि भन्न मन लाग्यो क्या, म सेकेन्ड इयरमा हुँदाखेरि आइसियु पोस्टिङ जुन बेला भइरहेको थियो, त्यति बेला नाम त नभनौँ 18 इयर्सको चाहिँ एउटा फिमेल हुनुहुन्थ्यो होइन। त्यो मैले 1 हप्तादेखि उसलाई कन्टिन्यू केयर गरेको थिएँ। अनि थर्सडेसम्म चाहिँ राम्रै ठिकै थियो, कन्सियस लेभल पनि थियो। तर फ्राइडे चाहिँ ड्युटी आउँदाखेरि अलिअलि सिरियस भएको देखेको थिएँ। कन्टिन्यू मैले उसलाई केयर गरेको थिएँ कि, तर फ्राइडे चाहिँ ऊ 12 बजीतिर चाहिँ एक्सपायर भएको थियो। अनि त्यसले गर्दाखेरि म रुएको पनि थिएँ क्या। कस्तो उसलाई फेरि एउटा छोरी मात्रै थियो, उहाँलाई एउटा छोरी फिमेल थियो, 18 इयरको थियो। त्यसले गर्दाखेरि मलाई लास्टै ऊ भएको थियो क्या, सोच्नमा त्यस्तो। आफैले चाहिँ यति केयर गरेको मतलब सर्भाइभ हुन पाएन भने अलिकति गाह्रो लाग्छ क्या, दुःख लाग्छ क्या लास्ट। हामीसँग यस्तो स्टोरिजहरू कति धेरै छ है। ओके, बट विथ टाइम फर्स्ट इयरदेखि 4th इयरसम्म आइपुग्दासम्म चाहिँ जस्ट हामी धेरै स्ट्रङ भइसक्छौँ। म यो 4 इयर्सको जुन नर्सिङ स्कुल जुन एक्सपिरियन्स भयो होइन, यसमा अब एन्डिङतिर आइपुग्नुन्जेलसम्म चाहिँ अब लाइक डु यु रिग्रेट चुजिङ नर्सिङ?
यो क्वेसन चाहिँ म तिनटालाई फ्लोरमा राख्न चाहे। अहिले त कहाँ रिग्रेट गर्नु, सुरुमा रिग्रेट थियो, अहिले चाहिँ धेरै राम्रो छ नर्सिङ। यस्तो लाग्छ कि अरू प्रोफेसनमा धेरै राम्रो छ कि अब आज इन्कमको वेबाट पनि आज जस्तै प्रोफेसनको वेबाट पनि धेरै राम्रो छ। त्यो चाहिँ इनिसियल फेजमा नि त्यस्तो रिग्रेट चाहिँ थिएन, किनकि मैले उता रिग्रेट गरेर चाहिँ यहाँ आएको थिएँ, त्यसैले त्यति साह्रो रिग्रेटै भन्ने चाहिँ छैन। हुन्छ घरिघरि चाहिँ गाह्रो चाहिँ भइरहेको हुन्छ, तर त्यस्तो रिग्रेट हो किन परेछु भन्ने चाहिँ भएन। मलाई त आउन्जेल रिग्रेट थिएन, तर फर्स्ट इयरमा कामहरू गर्दाखेरि होइन जुन चाहिँ नर्सिङ केयरहरू प्रोभाइड गर्नुपर्छ त्योहरूले गर्दा अलिकति रिग्रेट भएको थियो किन यस्तो फिल्ड चुज गरेँ भनेर। तर अहिले फोर्थ इयर सक्न आँटेको छ, अहिले त सबभन्दा बेस्ट फिल्ड लाग्छ, सबभन्दा बेस्ट क्या। मेडिकल फिल्ड भन्दा नि अन्यथा सबैभन्दा बेस्ट लाग्छ, किनभने अब मेरो साथीले अघि पनि भन्यो त्यस्तै पैसाको वेमा पनि, अनि मेन कुरा के हो फरेन जान पनि सजिलो हुन्छ होइन। अनि अर्को के छ ड्युटी आवरको पनि कुरा हुन्छ क्या, जस्तो अब मेडिकल फिल्डमै अब अलिकति एमबिबिएसहरूलाई अनि अरूहरूलाई चाहिँ अलिकति बढी नै ड्युटी हुन्छ, हामीले त त्यो त्यति 8 घन्टा जति हुन्छ हाम्रो होइन। अरू त एक्स्ट्रा ड्युटी जति पनि हुन्छ, तर त्यस्तो अब ऊ चाहिँ हाम्रो ड्युटी आवर फिक्स्ड हुन्छ, त्यस्तो केही हुँदैन, जतिखेर पनि बोलाइहाल्यो त्यस्तो खालको हुँदैन। त्यसले गर्दाखेरि चाहिँ बेस्ट लाग्छ। अनि मेन कुरा के हो भन्दाखेरि हाम्रो 4 वर्षको मात्र हुन्छ क्या, अनि यस्तो पढ्दा भक्क लागिसक्छ 5 वर्ष 5.5 वर्ष लाग्छ हो। अहिले तबसम्म हामी त 4 वर्ष नै बन्ने गर्ने मस्त हो, त्यसपछि सिधै उड्ने हो सक्छ विदेश। सोचाइ चाहिँ त्यही छ कि विदेश जाने पैसा कमाउने। हामी यत्रो कम्युनिटी उसमा अब यत्रो इन्स्टिट्युसनल भिजिटहरू गयौँ होइन, यो गभर्मेन्ट इन्स्टिट्युसन पनि गयौँ, त्यही पनि हाम्रो माइन्डसेट चाहिँ चेन्ज भएको छैन। अब यमको त बाँकी नै छ, तर हामी 4 जनाको भइसक्यौँ नि त। अब सरकारी लाइक जबहरू पनि अब लाइक आफ्नो वेमा त एकदमै प्रिभिलेज वाला राम्रो पनि छ भन्ने कुरा पनि बुझिरहेको छौँ बस्नु, तर त्यही हो अहिलेसम्म पनि हाम्रो चाहिँ विदेश नै छ प्रायोरिटी चाहिँ भन्ने कुरा बुझिरहेको छौँ होइन। म सोचिरहेको थिएँ होइन सोध्न कि वेयर डु यु सी योरसेल्फ आफ्टर 5 years भनेर। We know the answer अब। ओके यिनीहरूले त एन्सर त्यही हो, विदेश जान्छौँ, विदेश गएर पैसा कमाउँछौँ। यमको चाहिँ अलि उस छैन, मतलब यम चाहिँ यहाँ पनि हुनसक्छ म चाहिँ त्यो फ्याकल्टी चाहिँ भन्दिनँ होइन, नेपालमै। नेपालमा एज भयो भने चाहिँ नर्सिङ एमएससी गर्दै हुन्छु होला। यदि त्यो विदेश पनि मोस्ट प्रोबेबल थाहा छैन अब के हुन्छ। You never know, के हुनसक्छ। 2 वर्षमा बन्डिङ छ, त्यति बेरसम्म राम्ररी सोच्ने, त्यसपछि अघि भने जस्तो भोलि के हुन्छ केही थाहा छैन नि त, त्यही भएर चाहिँ लेट्स सी। हो हाम्रो गणेशले चाहिँ मलाई भिसा पठाउँदा अरे कुन भिसा पठाउँछ थाहा छैन, डिपेन्डेन्टमा पठाउन मिल्दैन। तिमीहरू तिनजनाले नै क्वेसन होइन, वाट इज द बिगेस्ट लेसन द्याट नर्सिङ कलेज हेभ टट यु? कोबाट सुरु गर्ने? बिगेस्ट लेसन नर्सिङ स्कुल हजुर एज ए स्टुडेन्ट टट गरेको भनेको चाहिँ एउटा डिसिप्लिनै भनौँ, अर्को भनेको टाइम म्यानेजमेन्ट चाहिँ धेरै नै चाहिनुपर्ने। अब फर्स्ट क्लिनिकल जाऊ, ड्युटी गर, त्यस्तै गरेर अर्को भनेको एसाइनमेन्ट गर, प्रिपेयर भाउ, त्यो सबै गर्नुपर्ने हुन्छ, त्यही भएर टाइम म्यानेजमेन्ट चाहिँ हुन्छ, तर त्यही पनि अहिलेसम्म भएको त छैन। त्यही पनि यो नर्सिङ कलेजले मलाई के सिकायो भन्दाखेरि होइन मेन डिसिप्लिन, पङ्क्चुअलिटी, अनि त्यस्तै गरी चाहिँ कसरी लिडरसिपको पनि कुराहरू भयो होइन, कसरी लिड गर्ने, अनि हाउ टु मोटिभेट होइन, केही कुराहरू गर्दाखेरि नगर्ने कुरा केही इम्पोसिबल छैन, सबै पोसिबल छ, तर तिमीले इन्भल्भ हुनु पर्यो होइन, प्र्याक्टिस गर्नु पर्यो, ट्राई गर्नु पर्यो, यसले गर्दाखेरि तिमी लाइफमा पनि सक्सेस हुन्छ, जहाँ पनि सक्सेस हुन्छ। त्यो कुराले चाहिँ राम्रोसँग सिकेको हो म। अनि अर्को चाहिँ कम्युनिकेसन च्यानलको पनि कुरा हुन्छ, जुन चाहिँ कसरी चाहिँ कम्युनिकेट गर्नु पर्यो। अनि त्यो अनि अर्को मेन ओभरअल बिपी क्याजेसले के सिकायो भन्दाखेरि त्यो हामी चाहिँ लाइफमा चाहिँ नि मतलब जति ठुलो मिस्टेक्स अथवा जति ठुलो चाहिँ गल्ती गरे पनि नि त्यो हामीले चाहिँ सुधार्न सक्छौँ क्या, त्यस्तो खालको चाहिँ सिकेको हो मैले। अनि ओभरअल त बेस्ट। यति धेरै लेसन मैले अहिलेसम्म सिकेको थिएन यहाँ। अब नर्सिङ कलेजबाट के सिक्यो भन्दाखेरि हामी अब एज ए स्टुडेन्ट क्रिएटिभ चाहिँ हुनुपर्छ के। जस्तै कि हामी यहाँ नर्स पढ्न आएपछि यहाँ धेरै नै यो के हुन्छ हेल्थ टिचिङ कुरा हुन्छ, त्यसको लागि एबियर बनाउनु पर्यो, आर्ट्स आउनु पर्यो, यो कम्युनिटी पोस्ट हुँदाखेरि के हुन्छ क्या त्यो टुल्स बनाउनु पर्यो, यो सोसल म्यापिङ भयो, यो धेरै कुराहरू हुन्छ के। यो सब मतलब हामीलाई आउनु पर्यो। अर्को चाहिँ हाम्रो यो केयरको पार्टहरू पनि स्किलहरू हुनु पर्यो क्या। हामी चाहिँ अब धेरै वेमा चाहिँ क्रिएटिभ हुनुपर्छ के, बोल्ने शैलीदेखि लिएर त्यो धेरै कुरा छ क्या, जसले हामीलाई आज जस्तै कि कोही पढ्ने आइरहनु भएको छ भने नि
अब यस्तो माइन्ड मेकअप बनाएर आउनु कि मतलब अब हामी जस्तै कि धेरै नै मान्छेले चेन्ज हुन्छ मान्छे नै चेन्ज हुन्छ के यो नर्सिङले हामीलाई एउटा क्रिएटिभ पर्सन चाहिँ मतलब यसको यो फर्स्ट इयरदेखि नै हो यसको टली यस्तै अलिकति कुनै कुनै बेला बाबा भाइ भइहाल्छ यस्तो केही हुँदैन फर्स्ट इयर होइन सुरुदेखि मतलब होइन तर अहिले चाहिँ चाहिँ फर्स्ट इयर improve भएको। गणेश र अहिलेकोमा धेरै इम्प्रुभमेन्ट भएको छ अहिले लाइक खतरा भइसक्यो छ गणेश चाहिँ लाइक द्याट इज हाउ यु इभल्भ वेन यु कम टु नर्सिङ भन्ने कुरा चाहिँ एकदमै प्राइम इक्जाम्पल भनेको चाहिँ गणेश पासन है मल्टिटास्किङ लाइक गीता पनि अनि अर्को भनेको इम्प्रुभमेन्ट लाइक गणेश अनि for ओभरअल the नर्सिङमा के सिक्यो भन्दाखेरि हामीले सबले के मेन इम्प्याथी सिम्प्याथीको कुरा आउँछ कि सबभन्दा मेन कुरा के जुन चाहिँ हामीले जुन ठाउँमा पनि कि बिपीका केआइएसमा मात्र होइन जुन ठाउँमा जुन नर्सिङ स्कुलमा पनि चाहिँ यो कुरा चाहिँ नर्सिङ फिल्डमा चाहिँ सिकाउँछ इम्प्याथी सिम्प्याथी किनभने हेल्थ केयरमा आएपछि चाहिँ हामीले पेसेन्टसँग हामीले लाइक वान एन्ड वान इन्टरेक्सन गर्ने भनेको उहाँहरूको के भइरहेछ भन्ने कुरा हामीले हो नि त धेरै छ अब्जर्भ गर्ने भनेको अब हेल्थ केयरमा अरू प्रोफेसनहरू पनि हुन्छ तर हामी चाहिँ लाइक पेसेन्टसँग नै इन्टरेक्सन गर्ने भएको कारणले चाहिँ त्यो एक्चुअल पीडा जुन हुन्छ नि त्यो चाहिँ हामीले बुझ्न सक्छौँ भन्ने कुरा चाहिँ त्यहीँबाट चाहिँ सिम्पथी एम्पथी गेन हुन्छ जस्तो लाग्यो मलाई पनि अलिकति फन वेमा लिँदा पनि हुन्छ ल यो क्वेसन चाहिँ अब तिमीहरू 3 जना मेल नर्स हामीसँग पढिरहेको छौ नि त अहिले अनि अब होस्टेल बस्छौ होइन तिमीहरू अनि होस्टेलमा अरू स्ट्रिम पनि छ नि त सो हाउ दे रियाक्ट होइन हाउ दे ट्रिट यु कसरी कुरा हुन्छ उनीहरूसँग केटाहरूले त अब कुनै बेला सिस्टर भनेर पनि बोलाइहाल्छ हौ कस्तो अलि तर त्यस्तो नराम्रो हामी सोच्दैनौँ मजाकमै पनि यस्तो खालको सोधियो भने हामी यस्तै खालको मजाकमै लिन्छौँ यस्तो कुराहरूलाई त्यस्तो सिरियस हुँदैनौँ अनि कुनै बेला जस्तो कि अब भनिदिन्छ साथीहरू गणेश सिस्टर कहाँ छ भनेर होइन यम सिस्टर कहाँ छ भनेर अनि त्यति बेला चाहिँ तर आफ्नो साथीहरूले त सिस्टर भनिदिइहाल्छ नि गणेश सिस्टर अनि कुनै बेला म पनि भनिदिन्छु गणेश सिस्टर हो यम सिस्टर त्यसले गर्दाखेरि अलिकति फनी पनि हुन्छ अनि अरू चाहिँ ब्याचमेटले चाहिँ कुनै बेला त्यस्तो कुनै यतिकै अब पोइन्ट आयो भने जिस्किने गरेको छ त्यस्तो खाले त त्यस्तो गर्दैन रिस्पेक्टै गर्छ त्यस्तो हेला गर्दैन भन्छु म पनि किनकि हाम्रो ब्याचको चाहिँ खासै त्यस्तो आउटरेजियस रियाक्सन चाहिँ कसैको पनि आएको थिएन त्यो घरिको जिस्काउँदा चाहिँ भनिरहेको हुन्छन् अनि यताउता जिस्काउनु चाहिँ भइरहेको हुन्छ तर त्यसरी के भन्छ अरे किन नर्स भने त्यस्तो हेला गरे जस्तो चाहिँ कहिले महसुस भएन त्यही नै भनौँ वेलकमिङ नै लाइक ओपन माइन्डसेटकै छन् भनेपछि सबले मतलब भन्छन् है के सबभन्दा बढी मेरो उसमा भन्छ रिजल्टमा गणेश सिस्टर पनि भन्छ अनि सबभन्दा इन्ट्रेस्टिङ लाइफ चाहिँ गणेशकै हो रे मतलब त्यतिजनामा एक्लै केटा नर्स र 3 जना मात्र छ रे त्यस्तो भनेर इन्ट्रेस्टिङ वाउ फोटो पनि इन्ट्रेस्टिङ छ यार यो बोइज पोइन्ट अफ भ्यू चाहिँ यो इन्ट्रेस्टिङ लाग्ने रहेछ अरू ब्याच अरू फ्याकल्टिजलाई चाहिँ भन्नु अनि अरू कुरा के हो भन्दाखेरि एकजना अब मेन चाहिँ अलि गर्ल्सहरू हाम्रो क्लासमा बढी छ नि त बढी भन्दा बढी नै छ अनि केटाहरू जतिखेर पनि जिस्किराखेको हुन्छ हो कस्तो कहाँ बस्छौ होइन कुन ठाउँमा बस्छौ बिचमा बस्दाखेरि कस्तो लाग्छ भनेर तर त्यस्तो केही छैन हामी 3 जना पनि एउटै ठाउँमा बस्दैनौँ साइडमै बस्छौँ अर्को होइन तर गणेश चाहिँ बिचमा बसेको हुन्छ गणेश र यम हो कहिले काहीँ मैले नोटिस मसँग प्रुफ पनि छ अब त्यो हेराउन मिलेन सक्नुपर्छ हो अब त के लाग्दैन हौ हेर अहिले पनि प्रुफै छ के बिचमै छ भनेर हामी साइडमा छौँ होइन तिमीहरूले नर्मल लाग्छ क्या होइन मतलब केटाहरूले त मजाक उडाइहाल्छ नि त इमेजिन गर्न लाइक 39 मान्छेमा हामी 3 जना मात्र केटी अरू सबै केटा भयो भने पनि हल्का त्यो अलि उस्तै हुन्थ्यो होला हुन्छ इन अ वे चाहिँ हुन्छ तर तिमीहरूलाई मलाई हामीले पनि नर्मल लाग्छ नि त्यस्तो के तर केटाहरूलाई अलिकति तिमीहरूले बुझ्न सक्दैनौ अलिकति लाग्छ जहाँसम्म इफ एउटा लाइक मेलले चाहिँ हाम्रो यो भिडियो हेर्दै हुनुहुन्छ र इज लाइक थिङ्किङ अबाउट जोइनिङ नर्सिङ लाइक के भन्न चाहनुहुन्छ उहाँलाई चाहिँ अब एज अ मेल नर्स कोही आउँदै हुनुहुन्छ भने अब यस्तो माइन्ड मेकअप बनाएर आउनु कि अब जस्तै कि जे पनि फेस गर्न सक्ने खालको कि अब भन्छ नि अब मेल फिमेल दुवै नर्समै हो तर स्टिल हाम्रो समाजमा स्टिगमेटाइज छ क्या यो गर्दा पहिले जस्तै कि वार्डमा पोस्टिङमा पनि यता कलेजतिर पनि होस्टेलतिर पनि मतलब फेस गर्नुहुन्छ क्या अब यसमा कसरी त्यो हुन्छ नि आफूलाई मतलब प्रेजेन्ट गर्ने त्यो चाहिँ सिकेर आउनु अर्को चाहिँ यस्तो क्रिएटिभ भएर आउनु अनि अर्को के दिमागमा आफै बिर्सिहाल्यो
तर उसले भनेपछि क्रिएटिभ भएर आउनु जुन भन्यो नि त्यो छैन भने पनि तिमी हुन्छौ क्या बाई द एन्ड अफ यर नर्सिङ स्कुल यु विल लर्न क्या तिमी इभल्भ हुन्छौ त्यो चाहिँ ग्यारेन्टी चाहिँ दिन्छु म क्वेसन के थियो म चाहिँ के भन्न चाहे भन्दाखेरि जुन यो कन्सेप्ट छ नि पहिलादेखि कि गर्ल्सको पढाइ मात्र हुन्छ भने त्यो चाहिँ त्यस्तो हुँदैन सबै इक्वल हो सबैले एउटै खालको पढाइन्छ सबै बेसिक सबैको लागि पढाउनु पर्छ अनि पढाउँछ त्यस्तो हुन्छ अनि मेन के हो भन्दाखेरि यो बोइजहरू आउँदाखेरि अलिकति अब लाज त लाग्छ तर त्यस्तो खालको नगर्नु होला आउनु होला अनि मेन पोजिटिभ पोइन्ट के हो यो हाम्रो छिटो सकिन्छ क्या छिटो सकिन्छ अनि अरू फिल्ड भन्दा नि यो बेस्ट छ जस्तो लाग्दैछ अनि अरू चाहिँ यदि त्यो मेन अब फ्यामिलीलाई पनि हेर्नु पर्यो फ्यामिली कन्डिसन कस्तो छ त्यही अनुसार अब कसैको अब नर्मल नै छ फ्यामिली कन्डिसन होइन अब छिटै पैसा कमाउनु पर्छ भनेर अब त्यो एमबिबिएस चुज गर्यो अथवा कुनै अर्को फिल्डहरू चुज गर्यो भने त्यसमा त अलिकति गाह्रो टाइम लाग्छ पैसा कमाउन या नर्सिङ भनेको ब्याचलर भनेको 4 वर्ष पढाइ हुन्छ तर नर्सिङमा छिटो काम पाउँछ क्या अरू फ्याकल्टी भन्दा नि अब छिटो काम पाउँछ र राम्रो पैसा पनि हुन्छ नेपालमा नभए पनि तर हुन्छ विश्वास आशा नेपालमा पनि हुन्छ हो तर विदेशमा हो नेपालमा पनि हुन्छ जस्तो लाग्छ हामीले आशा चाहिँ यतिसम्म हामीलाई सेल्फ मोटिभेट गरिदियोस् कि हामी नेपालमै बस्न खोज्छौँ पछि त्यस्तो पनि हामीलाई लाग्छ होइन तर अहिलेसम्म त्यस्तो भएको छैन त्यही भएर विदेश भनिरहेको छु नि त मेन कुरा त्यो हो त्यस्तै गरी अब नर्सिङमा यदि सर्ट टाइममा राम्रो गर्न चाहन्छु भने द बेस्ट फिल हो क्या मेरो मेसेज भनेको चाहिँ डोन्ट बी स्केप्टिकल भन्छु म चाहिँ ओभरअल भन्नुपर्दा चाहिँ किनकि तिमीले चाहिँ सबै काम गर्नुपर्ने हुन्छ फ्रम डाइपर चेन्ज पनि गर्नुपर्ने हुन्छ ब्याक केयर गर्नुपर्ने हुन्छ हेयर केयर गर्नुपर्छ जुन चाहिँ हामीले युजली त्यो चाहिँ हामीले सोचिरहेको हुन्छ नि त यो त मेरो कामै होइन केटा भएर किन गर्ने भने त्यो कुरा चाहिँ हुँदैन किनकि ओपन माइन्डेड भएर चाहिँ आउनुपर्छ जे कामको लागि पनि हो यो चाहिँ मैले गर्नुपर्छ यो चाहिँ मेरै लागि हो भने किन यो भनेको चाहिँ एउटा नर्सिङ प्रोफेसनकै एउटा पार्ट हो र यो आइसियु नर्स हुन चाहनुहुन्छ भने दिस इज भेरी इम्पोर्टेन्ट त्यही नै हो स्केप्टिकल चाहिँ हुनु भएन ओपन माइन्डेड भएर आउनु पर्यो यो मेरो लागि होइन यो मेरो लागि होइन यो म गर्दिनँ भन्न चाहिँ नर्सिङमा चाहिँ पाइँदैन त्यसैले चाहिँ यदि त्यस्तो हुनु सोच छ भने चाहिँ नआउँदै ठिक भयो त्यही नै भन्न चाहन्छु म फ्रम डाइपर चेन्ज टु होइन इक्विपमेन्ट्स ह्यान्डलिङदेखि लिएर अब ब्लड काट्नेदेखि लिएर सबै हामीले गर्नु नै पर्ने कुरा हो सो या त्यो थिङ्किङ चाहिँ एकदम ओपन माइन्डेडै भएर आउनुपर्छ म गर्छु गर्न सक्छु यो चाहिँ हुनुपर्छ लास्ट क्वेसन ल 4 वर्ष हुन लाग्यो नि तिमीहरू 3जना सँगै भएको होइन राम्रो कुरा भन न एकअर्काको बारेमा हुन्छ नि लाइक यस राम्रो कुरा पनि अनोइङ पनि भन न मेरो 100वटा भन्न सक्छ नि गणेशको राम्रो कुरा भनेको ऊ चाहिँ हार्ड वर्किङ चाहिँ छ जति जे भने नि उसले एक्जाम भन्दा 1-2 हप्ता अगाडिबाट पढ्न थाल्छ होइन साथसाथै अरू भनेको चाहिँ उसले चाहिँ आफ्नो काम चाहिँ आफै नै गर्छ कि जे होस् अरूबाट हेल्प चाहिँ दिन्छ तर आफैले नै गर्छ भनौँ त्यो चाहिँ होइन अरू अनलाइक अदर्स उसले चाहिँ आफ्नो काम चाहिँ आफैले गरेर हुन्छ त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्छ अनि अर्को भनेको चाहिँ उसले के भन्छ धेरै जिम जानु भनेको अब पोजिटिभ पोइन्ट चाहिँ हो हेल्थ एस्पेक्टमा चाहिँ राम्रो नै छ होइन यो पनि राम्रै भनौँ अब नराम्रो भनेको चाहिँ उसले चाहिँ घरिघरि चाहिँ एकदमै इरिटेट गर्छ जस्तै एक्जाम आउनु थाल्यो भने सब पढिसक्यो सब भ्याइसक्यो के पढ्न बाँकी छ यही भनेको भने उसले दिनमा 10 चोटि भयो भने 10 चोटि यही पोइन्ट आउँछ हो उसले चाहिँ सबै नोट लेख्न नि भ्याएको हुन्छ हो जुन चाहिँ गलत फ्यामिली एकदमै म चाहिँ प्रायः भनेको एक्जाम आउनुभन्दा 1 दिन अगाडि पढ्ने मान्छे नै धेरै सबभन्दा धेरै पढेको भनेको पनि 10 क्लासमै हो त्यसपछि पढेकै छैन त्यो चाहिँ म अलरेडी भन्छु उसलाई चाहिँ के लाग्छ खै यो सेम कुरा दृश्य ढकालले पनि भन्छ के अब आफै बुझ्नु के साँच्चैको भन्नुपर्दा म चाहिँ त्यो खासै त्यो पढ्ने मान्छे होइन तर मेरो चाहिँ अब्जर्भेसन चाहिँ एकदमै राम्रो छ त्यो चाहिँ म भन्न सक्छु किनकि कस्तो लाग्छ भने चाहिँ यमले चाहिँ त्यो क्लासमा चाहिँ एकदमै अटेन्टिभ भएर सुन्छ किनभने क्लासमै तिमीले राम्रोसँग बुझेछौ त्यतिखेर ध्यान दिएको छौ भने तिमीले इभन त्यो एक्जामको 1 विक अगाडि या 2-3 दिन अगाडि लाइक रिभिजन गरे पनि पुग्ने खालको वाला हुन्छ नि त त्यही भएर क्लासमा चाहिँ तिमी एकदमै के भन्यौ जस्ट एकदमै आइडियल स्टुडेन्ट छ यम त्यो भएर अनि त्यो कारणले पनि अब यमले भन्यो म धेरै पढ्दिनँ भनेर त्यही भएर तिम्रो हाफ अफ द स्टडी क्लासै भइसकेको हुन्छ जस्तो लाग्छ कि यमको चाहिँ मलाई ल अब एमडी को बारेमा एमडी को राम्रो कुरा त सोच्नै पर्छ होला भने
ल एमडी भनेको चाहिँ ल म राम्रै कुरा भन्छु राम्रो भन्दाखेरि चाहिँ ऊ चाहिँ एकदमै पोजिटिभ एटिट्युडको छ जस्तो चाहिँ लाग्छ मलाई किनकि ऊ खासै रिसाएको चाहिँ देखेको छैन मैले रिसाउन चाहिँ अलिअलि रिसायो होला तर त्यति साह्रो रिसाउने चाहिँ हुँदैन ऊ र म चाहिँ धेरै भनामन भइरहेको हुन्छ नि उसँग चाहिँ हुँदैन खासै मेरो चाहिँ प्रायः त्यति नै राम्रो कुरा चाहिँ त्यही भयो नराम्रो कुरा भने राम्रोहरू भनेको फोटोग्राफी स्किल एकदमै राम्रो छ एकदमै हाम्रो ऊ चाहिँ मोडल हो हाम्रो ब्याचको ब्याचको चाहिँ राम्रो भन्दिनँ मोडल। म त्यो कुरा गर्दिनँ तर हेर एकदमै MD। फोटोजेनिक छ भनौँ फोटोग्राफी राम्रो छ त्यस्तै भिडियो राम्रो गर्छ त्यो चाहिँ राम्रो भन्छु हेल्पफुल पनि छ नै भनौँ उसले मलाई धेरै हेल्प पनि गरेको छ थर्ड इयरमा त्यही भएर मलाई हेल्पफुल पनि छ भन्छु त्यस्तै नराम्रो भन्दाखेरि चाहिँ नराम्रो त के भन्दा नराम्रो भने उसले चाहिँ प्राय एसाइनमेन्ट चाहिँ आफै गरेर हुँदैन यो चाहिँ नराम्रो कुरा हो। अल्छी अरू काम चलाउवाला चाहिँ काम चलाउ एसाइनमेन्ट गर्छ उसले यमको अब राम्रो कुरा भन्दाखेरि त्यो पढ्ने मान्छे खालको मतलब पढ्ने खालको मान्छे छ क्या पढ्छ आफ्नो कामहरू प्राय मतलब गरिरहेको हुन्छ कि आफै नै अनि यसो खराब पोइन्ट भन्दाखेरि उसको चाहिँ धेरै छ उसले सहर निकाल्न सक्छ मलाई थाहा छ ग्यारेन्टी अब पोइन्ट्स अफ इम्प्रुभमा यमको यस्तो अचारहरू धेरै मतलब खाइरहेको हुन्छ के अचार भयो यो चिप्स टिप्स भयो यो सब हुन्छ नि यो चाउमिन फाउमिन यो चाउमिनको प्याकेटै किनेर हुन्छ अब त्यो खानु मतलब नराम्रो होइन तर त्यो धेरै नै खान्छ के जसले गर्दाखेरि अब उसको अब जिउ पनि अब त्यस्तै छ अनि अर्को कुरा भन्दाखेरि यो हुन्छ नि यो लुगा सुगा धुने यो नुहाउने सुहाउने कुराहरू यो धेरै बेरसम्म धुन्छ कि यो लुगा मतलब 1 घन्टासम्म धुन्छ कि यो केटाले अनि अब अब तिमीहरूले सरसफाइ चाहिँ ध्यान राख्नु त राम्रो कुरा जस्तो लाग्छ अब यो त मतलब यो पनि त हेर न घन्टा बेसरी किन तिमीले गर्दैछौ भन्दाखेरि यो केटा अलिकति मेरो साथी यो केटा हुनाले नि पढ्नमा चाहिँ राम्रो छ हामीभन्दा जो यतिकै खुला भन्ने पनि चल्छ हाम्रोभन्दा राम्रो छ पढ्नमा मेहनती मेहनती हो अनि अर्को कुरा चाहिँ नराम्रो भन्न मिल्दैन एउटा अझ राम्रो भन न अझै राम्रो भन्दाखेरि उसलाई पञ्चुअल पनि हो क्या मेन पञ्चुअल पनि हो त्यो चाहिँ राम्रो हो अनि अरू मेन कुरा के भन्दाखेरि यो रिसाउने के बदला लिने के मतलब यो सहमतै हुन सक्दैन केही कुरामा क्या समर्थकै हुँदैन उसले जे भन्छ नि हो त्यही हुनु पर्यो क्या उसले भनेको हामी मानेर पनि एक्लै पनि गर्छ क्या हो त्यस्तो कुरा हो उसले पनि एक्सेप्ट गर्छ यो कुरा होइन हेर फेरि गर्छ यो कुरा नराम्रो कुरा जेमा पनि अब गर्दैन म चाहिँ अलि उसको बारेमा नभन केही अलि पर्फेक्सनिस्ट भन्दा पनि मलाई चाहिँ दुईटा कुरा आयो भने चाहिँ उसको रेसनल के भनेर सुन्न चाहन्छु नि मेरो रेसनल उसको खराब यही हो कि मतलब जे कुरामै टोक्छ के होइन यो आयो के यो छ नि यो यमको एउटा खराब अहिले पनि हेर्नु भयो जे कुरामा पनि टोक्छ के मतलब अब गणेशको भन्दाखेरि गणेशको खराबबाट सुरु गर्दैछु भाइ राम्रो भनेको चाहिँ स्मेल राम्रो छ हैन अनि खराब भन्दा पक्कै यो अलिकति कालो छ क्या खराब भन्दाखेरि म भन्दा अलिकति ठिकै छ गए तिमी गोरो छ होला म भन्दा अलिकति देखाउ त काले वाले और क्या वाले वाले एकदम दिल वाले ओके आजको हाम्रो यो पोडकास्ट and stories and thank you so much giving us your time and agreeing to do this in the first place हाम्रो फर्स्ट एपिसोड हो फर्स्ट गेस्टहरु नै उहाँलाई हामीले अप्रोच गरेको थियौँ र मान्नु पनि भयो सो थ्यांक यू सो मच तीनजनालाई नै बस हामी मेरो को-होस्टलाई पनि तपाईलाई पनि भन्नु थ्यांक यू गीता थ्यांक यू अनुसार फर द लसेस हाम्रो ट्रिट हो तिमीहरुको ट्रिट हो यो तीन तारा हो तीन तारा छ अनुसाको एकाउन्टमा एनआईसीमा 1 लाख रुपैयाँ छ क्या आज बिहानै भनेको थियो त्यसबाट 10,000 खर्च भए पनि केही फरक पर्दैन Thank you for watching. We'll meet soon in another episode of Between Sips and Stories. Bye bye.